के हफ्ताको 3 दिन पढेर देश बन्न सक्छ? सुन्दा अलि अनौठो लाग्ला, तर धरानका मेयर हर्का साम्पाङको यही एउटा सन्देशले अहिले शिक्षा र भविष्यबारे एउटा ठूलो बहस नै सुरु गरिदिएको छ। आउनुहोस् यो सोचको गहिराईमा डुबुल्की मारौं। हो, यही प्रश्न हो जसले सामाजिक सञ्जालमा यति बेला निकै हलचल मचाइरहेको छ। 3 दिन मात्र पढेर देश बन्छ र? पहिलो पटक सुन्दा यो कुरा हाँसउठ्दो वा अव्यावहारिक लाग्न सक्छ, तर एकछिन सोचौं त, कतै यो प्रश्नले हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठूलो कमजोरीलाई औल्याइरहेको त छैन? पढेर पनि बेरोजगार बस्नुपर्ने जुन बाध्यता छ त्यसैमाथिको प्रहार त होइन? त्यसो भए यो सोच के हो त? एउटा भ्रम मात्र हो वा साँच्चै एउटा क्रान्तिको सुरुवात? यो भनाइको पछाडिको वास्तविक अर्थ के होला? आउनुहोस् यसलाई अझ खोतलौं। कुनै पनि विचारलाई बुझ्नु अघि त्यो विचार कसले ल्यायो भनेर चिन्नु एकदमै महत्त्वपूर्ण हुन्छ। आखिर को हुन् त यो प्रोभोकेटिभ आइडिया दिने हर्का साम्पाङ? हर्का साम्पाङ धरानका मेयर हुन्, तर उहाँको परिचय यतिमा मात्रै सीमित छैन। उहाँलाई धेरैले जनताको मेयर भनेर चिन्छन्। उहाँको पहिचान भाषणमा होइन, काममा छ। नागरिकहरूसँगै कुटो कोदालो बोकेर श्रमदान गर्ने नेता। सामाजिक सञ्जालमा उहाँका विचारहरू छिट्टै भाइरल हुन्छन्, किनकि उहाँ किताबी कुरा भन्दा बढी व्यावहारिक समाधानमा विश्वास गर्नुहुन्छ। यही पृष्ठभूमिले गर्दा उहाँको शिक्षा सम्बन्धी यो विचार अझै रोचक बनेको छ। उहाँको दर्शनको केन्द्रमा एउटा एकदमै सरल तर शक्तिशाली आइडिया छ। किताबमा भएको ज्ञान र बाहिरी संसारको काम बीचको जुन खाडल छ त्यसलाई पुर्नुपर्छ। उहाँको लागि ज्ञान दिमागमा मात्र थन्किएर हुँदैन, त्यो हातमा पनि देखिनुपर्छ। किनकि देश किताब पढेर मात्र बन्दैन, पढेको कुरालाई व्यवहारमा उतारेर बन्छ। ल, अब फेरि त्यही मुख्य प्रश्नमा फर्कौं है त। यो 3 दिन पढ्नुको वास्तविक अर्थ के हो? यो कुनै क्यालेन्डरको हिसाब किताब होइन, बरु शिक्षाको एउटा नयाँ मोडलको लागि प्रयोग गरिएको एउटा प्रतीक हो। यहाँ 2 फरक बाटो देखाइएको छ। एउटा हाम्रो परम्परागत बाटो, स्कुल जाने, किताब रट्ने, जाँच दिने, अनि त्यसपछि के? धेरैका लागि यो प्रश्नको उत्तरै छैन। तर साम्पाङले देखाएको बाटो हेरौं त। सिद्धान्त सिक्ने, त्यसलाई तुरन्तै प्रयोगमा ल्याउने र केही नयाँ आविष्कार गर्ने, अनि त्यसपछि देश बनाउने। यो सूत्र नै परिवर्तनको मुटु हो, ज्ञान र प्रयोगको संयोजन। जब यी 2 कुरा मिल्छन् त्यसले एउटा ठूलो क्रान्ति ल्याउँछ। यो केवल जानकारी जम्मा गर्ने कुरा मात्र होइन, त्यो जानकारीलाई प्रयोग गरेर केही नयाँ निर्माण गर्ने सोच हो। एकछिन कल्पना गरौं त, एकजना विद्यार्थीले 3 दिन फिजिक्सको नियम पढ्यो, अनि चौथो दिन त्यही नियम प्रयोग गरेर एउटा सानो ड्रोनको प्रोटोटाइप बनायो भने कस्तो होला? वा बिजुली बचत गर्न मद्दत गर्ने एउटा मोबाइल एप बनायो भने? हो, प्रयोग भनेको यही हो, पढाइलाई किताबको पानाबाट निकालेर वास्तविक संसारमा जीवन्त बनाउने। त्यसैले यो सन्देश एकदमै सकारात्मक छ। यसको अर्थ पढाइ छोड्नु भन्ने त हुँदै होइन, बरु पढेर मात्र चुप लागेर नबस्नु भन्ने हो। आफूले जे सिकेको छ त्यसलाई लिएर अगाडि बढ्नु हो, केही नयाँ गर्नु हो। अब सोचौं, यदि यो सोचलाई राष्ट्रिय स्तरमा नै लागू गरियो भने के होला? यसले व्यक्तिगत सिकाइमा मात्र होइन, सिङ्गो देशको लागि कस्तो परिवर्तन ल्याउन सक्छ? यो परिवर्तन एउटा श्रृङ्खला जस्तै हो। यो विद्यालयबाट सुरु हुन्छ, जहाँ सिद्धान्त र व्यवहार सँगसँगै जान्छन्। यसले विद्यार्थीहरूलाई किताबी कीरा होइन, आविष्कारक बनाउँछ। तिनै आविष्कारक युवाहरूले भोलि रोजगारी खोज्ने होइन, रोजगारी सृजना गर्नेछन्। र जब यो हुन्छ, नेपाल बिस्तारै अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्न सक्छ। र सायद सबैभन्दा ठूलो र शक्तिशाली परिवर्तन यही हो, जब सिकर्सबाट जब क्रिएटर्स बन्ने यात्रा। कल्पना गर्नुहोस् त, यसले हाम्रो अर्थतन्त्रलाई कति बलियो बनाउला र हाम्रा युवाहरूलाई कस्तो नयाँ आशा देला। हर्का साम्पाङले एउटा विचारको बिउ रोपिदिनु भएको छ, एउटा नयाँ बाटो देखाउनु भएको छ। अब यो बिउलाई हुर्काउने र यो बाटोमा हिँड्ने जिम्मेवारी कसको? हाम्रो। अब प्रश्न हाम्रो अगाडि छ, के हामी आफ्नो ज्ञानलाई किताब र डिग्रीको प्रमाणपत्रमा मात्रै सीमित राख्छौं? वाह, हामी त्यही ज्ञानलाई प्रयोग गरेर केही नयाँ सृजना गर्न, आविष्कार गर्न र देशलाई अगाडि बढाउन तयार छौं? हर्का साम्पाङले एउटा कुरा त प्रमाणित गर्नुभएको छ, ठूलो परिवर्तनको लागि ठूलै पद चाहिँदैन, एउटा सही सोच र हिम्मत भए पुग्छ। उहाँको सन्देश एउटा सुरुवात हो, एउटा निम्तो हो, देश बनाउने यो नयाँ क्रान्तिमा सामेल हुनको लागि। प्रश्न यति हो, के हामी तयार छौं?